सुरुमा हेरौं रवि लामिछानेलाई जेरी जस्तै जेलेर जेलमा चाक्न अघि सरेका यी पात्रहरू। 1. कांग्रेस महामन्त्री गगन थापा। 2. एमाले नेता सूर्य थापा। 3. कांग्रेस नेता तथा गृहमन्त्री रमेश लेखक। 4. कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मा। 5. नेपथ्यमा बसेर भूमिका खेल्ने कांग्रेस नेत्री तथा परराष्ट्र मन्त्री आर्जु राणा र 6. दोहोरो रोल प्ले गर्ने प्रधानमन्त्री केपी शर्मा ओली। सबैका लागि आजको यो विषय खास हुन सक्छ, किनकि सहकारी बचतकर्ताले नै सत्ताधारीको मखुण्डो उतारेर भण्डाफोर सुरु गरेका छन्। आफूले गरेको जेल बाहिर आउन थालेपछि अब यिनीहरूले नाकको चालले जवाफ दिनुपर्नेछ। त्योभन्दा पहिला 2081 चैत्र 8 गते रासोपा सभापति रवि लामिछानेले उच्च अदालत पाटन परिसरमा उभिएर ओली सरकारको धोती खुस्किएर नाङ्गिएको भन्दै लाज राख्न आफू अदालत धाइरहेको भन्दै बोलेको यो संवाद हेरौं। म अहिले सरकारले नाङ्गिएको हुनाले लाज छोप्नका लागि अहिले अदालतहरूमा घुमिरहेको सरकारको लाज छोपिदिनु पर्नेछ। म ठाउँ ठाउँमा पुग्नु पर्नेछ। रविको यो भनाइ सुनेपछि एमाले र ओली शुभेच्छुक एकाधले खर प्रतिवाद नै गर्दै जो चोर उसैको ठुलो स्वर भन्न भ्याए। हुन पनि फेरि सक्रिय भएका लामिछाने अहिले पूर्वपक्षका लागि रूपन्देही कारागारमा पुगे। तर तथ्य यति बलियो बन्दै गयो कि दर्शकबिन्द केसको केस्रा केलाउँदै जाँदा साँच्चै सरकार नाङ्गिएको प्रमाणित हुने घटनाहरू सार्वजनिक भएका छन्। रविको भनाइ व्यवहार त पुष्टि हुँदैछ। संसारकै सबैभन्दा उत्कृष्ट लोकतन्त्रभित्र केपी ओली सरकारले शक्तिको आडमा एउटा पबुरो रवि लामिछानेलाई जेरी जस्तै जेलेर जेलमा जाक्न कुन हदसम्मको घिनलाग्दो हरकत थियो भन्ने अब देखाउँदैछौँ। सहकारी ठगी आरोपमा पूर्वपक्षका लागि कारागार चलान भएका रविलाई जेलमै सडाउन फेक जारीवाला तयार पारेको घटना बाहिरिएको छ। यसले रवि फसाउन राज्यको डिजाइन थियो भन्ने शङ्कामा बल पुर्याएको छ। जाहेरीकर्ताहरूले नै भटाभट आफूलाई थाहै नदिई उजुरीकर्ता बनाएको भन्दै आपत्ति जनाउन थालेपछि सरकारको सेटिङवाला चेन भत्किन थालेको हो। अब नाङ्गिने सूचीमा रवि थुन्न बिछट्टै कुर्लने कांग्रेस महामन्त्री गगन थापा र ओलीको आशीर्वादले सहकारीको छानबिन अख्तियारी पाएका सूर्य थापाहरू पर्नेछन्। नेपथ्यमा बसेर भूमिका खेल्ने आर्जुहरू र प्रहरी चलाउने गृहमन्त्री रमेश लेखक सहित बीचमा बसेर बकबक गर्ने विश्वप्रकाशहरूले सामना गर्नुपर्नेछ। जाहेरवालाले नै आफू विरुद्ध कृत्य कागजात तयार गरेर फसाइएको भन्न थालेपछि सहकारी प्रकरण थप पेचिलो भएर नयाँ घुम्तीतर्फ मोडिएको छ। जुन तथ्य यस्तो छ। तथ्य नम्बर 1, नारायण पहराई पीडित सुप्रिम बचत तथा ऋण सहकारी संस्था। रवि विरुद्ध मैले जाहेरी दिएको छैन। मेरो उजुरी कोही व्यक्ति लक्षित थिएन, बचत फिर्ताको लागि मात्रै थियो। एक वचन नसोधी सहमति समेत नलिई प्रहरीले मलाई नै मुख्य उजुरीकर्ता जसरी प्रस्तुत गरेर अनुसन्धान प्रतिवेदन बनाएछ। तथ्य नम्बर 2, गीता आचार्य पीडित सुप्रिम बचत तथा ऋण सहकारी संस्था। व्यक्ति केन्द्रित गरेर उजुरी दिएको छैन। उजुरीकर्ताको सूचीमा मेरो पनि नाम आएको थाहा पाउँदा आश्चर्यचकित भएकी छु। बचत फिर्ता हुन्छ कि भनेर निवेदन दिएको हो, त्यहाँ कुनै व्यक्ति विशेषलाई उजुरी हालेको छैन। तथ्य नम्बर 3, पूजा नेउपाने पीडित सुप्रिम बचत तथा ऋण सहकारी संस्था। पैसा फिर्ता पाऊ भनी निवेदन दिएको हो, रवि विरुद्ध उजुरी दिएको छैन। म आज पनि भन्छु, हामीले दुःख गरेर जम्मा गरेको पैसा फिर्ता पाउनुपर्छ। तर कसैलाई राजनीतिक रूपमा प्रतिशोध गरेर फसाउन खोजिरहँदा हामी सोझा जनतालाई प्रयोग नगरियोस्। नम्बर 4, अनुश्रेष्ठ पीडित सूर्यदर्शन सहकारी। रवि लामिछानेलाई थुनामा राखेर सरकारले राजनीतिक शत्रुमाथि कारबाही गर्यो। सोझा सिधा पीडितलाई जाहेरी दिन लगाएर प्रयोग गरियो। सरकारले सहकारी सञ्चालकलाई कारबाही गरेर पैसा फिर्ता गर्ला भनेर हामीले उजुरी दिएका थियौँ। तर सरकारले एक व्यक्ति रवि लामिछानेलाई थुनामा राखेर आफूहरूको राजनीतिक शत्रुमाथि कारबाही गर्यो, तर सहकारी पीडितको असली शत्रुमाथि कारबाही गर्न र बचतकर्ताको रकम फिर्ता गर्नतिर लागेको देखिएन। रवि विरुद्ध कृत्य जाहेरी खडा गरिएकोमा संसदमा विरोध। सरकारले सभापति रवि विरुद्ध कृत्य जाहेरी खडा गरेर मुद्दा चलाएको भन्दै रासोपा सांसद सुविधा गौतमले संसदमा विरोध जनाएकी छन्। जाहेरीकर्ताहरूले नै रवि विरुद्धको कृत्य जाहेरीमा आफूहरूको नाम राखिएको भनेर आपत्ति जनाइरहेका बेला गौतमले संसदमै आवाज उठाएकी हुन्।
मलाई थाहै नदी अभियोग पत्रमा मेरो नाम लेखियो, कसै विरुद्ध किटानी उजुरी नै नहालेको मान्छेलाई कसरी उजुरीकर्ता बनाइयो भन्दै सार्वजनिक रूपमा प्रश्न गरिरहेका छन्। भोलि सम्मानित अदालतमा यो विषय प्रवेश भई आफ्नै ढङ्गले निराकरण होला नै, तर सामाजिक र राजनैतिक वृत्तमा राज्यले कृत्य जाहेरीको निर्माण गरी एकजना उदाउँदो राजनीतिक नेतृत्व विरुद्ध फौजदारी मुद्दा खडा गरेको कुरा गम्भीर चासोको रूपमा आएको छ। रविका वकिल र न्यायाधीशहरू बीच चर्काचर्की। रवि लामिछानेले उच्च अदालत पोखरामा दायर गरेको पुनरावेदन उप भइरहेको सुनवाईका क्रममा वकिलहरूले न्यायाधीशको निष्पक्षतामाथि प्रश्न उठाएपछि बेन्च र बार बीच भनाभन भएको छ। जेलमा रहेका रविलाई थाहै नदिई पेशी राखिएको भन्दै उनका वकिलहरूले न्यायाधीशसँग रेक्युजल मागेपछि विवाद चर्किएको हो। कान्छा न्यायाधीश नितिज राईद्वारा तोकिएको 60 लाख रुपियाँ धरौटी बढी भएको र आफूलाई साधारण तारिखमा छोड्नुपर्ने मागसहित रविले उच्चमा हालेको पुनरावेदनमा हिजोदेखि सुनवाई चलिरहेको छ। मुख्य न्यायाधीश डाक्टर रत्नबहादुर बागचन्द र न्यायाधीश मिलन कुमार राईको संयुक्त इजलासमा भएको सुनवाईमा हिजो दुईजना सरकारी वकिलले बहस गरेका थिए। हिजो बहस नसकिएपछि हेर्दैमा गएको मुद्दाको आज निरन्तर सुनवाई तोकिएकोमा काठमाडौँबाट गएका रविका वकिलहरू सुशील पन्त, रमन श्रेष्ठ र सुरेन्द्र थापाले इजलासमा कड्किएका छन्। वरिष्ठहरूले रवि थुनामा रहेकाले उनलाई पेशी चढेको जानकारी नगराई सुनवाई गर्न नपाइने दलिल पेश गरेका थिए। यी घटनाक्रमले ठगीको विषयमा रूपन्देही प्रहरीले गरेको अनुसन्धानलाई लिएर सन्देह बढ्दै गएको छ। आफ्नो सादा उजुरीलाई प्रहरीले रवि विरुद्ध दुरुपयोग गरेको भन्दै धमाधम पीडितहरू सार्वजनिक हुन थालेका छन्। आफूलाई अहिलेसम्म यो विषयमा प्रहरी प्रशासनले कहिले बोलावट र सोधखोज समेत नगरेको उनीहरूको भनाइ छ, जसले गर्दा प्रहरी दबावमा परेको छ। अदालतमा विचारणा मुद्दा छ सर। हामीले पीडित पक्ष भनेर आएकाहरूलाई अब फेरि तपाईँहरूले किन यस्तो भन्नुभयो भनेर हामीले सोध्न सक्ने अवस्था हुँदैन सर। त्यस कारणले गर्दा हामीले सोधेको पनि छैनौँ। उहाँहरूले अब के कति दबावमा आएर यो गर्नुभयो त्यो बोलाएर अब सोध्नुपर्ने भए हामी सोध्छौँ। रविलाई थुनेर सिङ्गो सहकारी समस्या समाधान भएको अर्थमा सरकार रहेका बेला पीडितले आफूलाई दुरुपयोग गरेको भन्न थालेपछि सत्ताधारीको जालझेल छटाछुल्ल भएको हो। सहकारीका मास्टरमाइन्ड जीवी राईलाई पक्राउ गरेर विषय निर्खेल गर्नुपर्नेमा रवि थुनेर सरकार चिर निन्द्रामा परेपछि पीडितहरूले कानमा हम्मर हानेका छन्। सिङ्गो समस्या नै रवि भएको भाष्य निर्माण गर्दा ओली सरकार आफ्नै डिजाइनमा फसेको छ। सम्भवतः अब रवि सर्वोच्चको आदेशबाट थुना मुक्त हुनेछन्। प्रश्नोत्तर रवि नै मुख्य मतियार भएको भाष्य निर्माण गरेर सहकारी मुद्दा अघि बढाउनुमै थियो दर्शकवृन्द। त्यसले न त पीडितले निक्षेप फिर्ता पाउँथे न त रविलाई फसाउन सकिन्थ्यो। तर संसदमा प्रमाण छ भन्ने वर्तमान गृहमन्त्री रमेश लेखक र काङ्ग्रेस महामन्त्री गगन थापाहरूलाई लाज बचाउनु थियो। अन्ततः त्यसको शिकार रवि भए, तर पीडितले पैसा त फिर्ता पाएनन्। अझ गजब त न्यायालयले पनि कोही थुन्नुभन्दा पीडितको पैसा फिर्तालाई बढी चासो देखायो। यसपछि आफै चेपुवामा परेको सरकार सहकारी ठगीका ठूला माछा जीवी राईलाई नेपाल ल्याउन सक्ने अवस्थामा समेत छैन। यसबाट सरकार लाज छोप्ने विभिन्न बहानाका लागि बाध्य हुँदा रवि विरुद्ध फेक जाहेरीको एकपछि अर्को केस बाहिर आए। यसले प्रहरी अनुसन्धानमाथि नै अनुसन्धान गर्नुपर्ने अवस्था भन्दा सरकारले कसरी लाज छोप्छ? चासो अब त्यतातिर छ।